हेलो गाइज वेलकम ब्याक टु द च्यानल। स्वागत छ तपाईँहरूलाई फेरि पनि अर्को नयाँ भिडियोमा। र आजको भिडियोमा चाहिँ हामी पैसा निकाल्छौँ है त। मसँग अहिले लगभग 36-37 हजार रुपियाँ कति छ, 229 छ होइन, यहाँ 35,000 रहेछ। 229 डलर छ, यसलाई म निकाल्न गइरहेको छु। सो कसरी निकाल्ने हो पुरा भिडियो हेर्नु होला। र तपाईँलाई पनि यसरी नै पैसा कमाउन मन छ भने चाहिँ तलपट्टि मैले टेलिग्रामको लिङ्क दिएको छु, लिङ्क होइन, युजर नेम दिनेछु, लिङ्क पनि हालिदिनेछु। त्यो लिङ्कलाई कपी गर्नु होला। डाइरेक्ट चाहिँ ओपन हुँदैन किनभने मेरो यो डिस्क्रिप्सनमा लिङ्क हाल्न मिल्दैन। युजर नेम हालिदिन्छु अनि त्यहाँबाट लिङ्क हालिदिन्छु। त्यो लिङ्कलाई कपी गर्नु होला अनि त्यहाँबाट सर्च गर्नु होला, अथवा युजर नेम सर्च गर्नु होला ओखाने सेन्से 68 भनेर। त्यहाँ तपाईँले एउटा लिङ्क भेटाउनुहुन्छ, त्यहाँ क्लिक गर्नु होला अनि प्रोमो कोड हाल्न नबिर्सिनु होला। 130% बोनस पाउनुहुन्छ प्रोमो कोड युज गर्नुभयो भने। क्यापिटलमा एनपिएल, सबै क्यापिटल एनपिएल 68266 हाल्नु न। त्यहाँ मैले दिएको छु त्यो ग्रुपमा पनि, र तलपट्टि मैले डिस्क्रिप्सनमा पनि हालिदिन्छु है त। त्यसरी पैसा कमाउनुहुन्छ भने गरेर रजिस्टर गर्नु होला, गेमसेम खेल्नु होला, डिपोजिट गर्नु होला। 130% बोनस पाउनुहुन्छ, हरेक मन्डे बोनस पाउनुहुन्छ, हरेक फ्राइडे बोनस पाउनुहुन्छ। यदि मन छैन भने भाडमै जा भने छोड्नु होला है त। मन हुनेले गरे हुन्छ। तपाईँहरूको अगाडि लाइभ प्रुफ मैले देखाइदिएको छु होइन। तपाईँहरूलाई पैसा कमाउन मन छ भने तपाईँहरू रजिस्टर गर्नु होला, पैसा कमाउन मन छैन भने त्यतिकै बस्नु होला खलास। र मसँग 229 डलर छ, यसलाई म निकाल्न गइरहेको छु। त्यसको लागि मैले यहाँ विड्रा भन्ने अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ है त। यो विड्रा देख्नुहुन्छ बिचमा, यसमा क्लिक गर्छु मैले। यसमा क्लिक गरिसकेपछि चाहिँ तपाईँहरूलाई यो मैले अगाडिको भिडियोमा पनि भनेको छु होइन, कसरी निकाल्ने भनेर चाहिँ। त्यो हेर्नुभएको छैन तपाईँहरूलाई म एकचोटि यो भिडियोमा पनि भनिदिन्छु है त। यहाँ तलपट्टि तपाईँहरूले सर्च पेमेन्ट मेथड देख्नुहुन्छ, यसमा क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि यहाँनिर ई सेवा भनेर सर्च गर्नु होला। यहाँनिर ई सेवा भनेर सर्च गर्नुभयो भने तपाईँको इएस भनेर त्यहाँनिर यहाँ माथि आउनेछ है, यसरी माथि आयो नि हो। यहाँ आइसकेपछि तपाईँहरूले के गर्नु भन्दाखेरि त्यहाँनिर आफ्नो सबै थोक हाल्नु होला। त्यहाँनिर फोन नम्बर माग्छ, नाम माग्छ, के माग्छ होइन, सबै थोक हाल्नु होला। हालिसकेपछि यहाँनिर माथिपट्टि यसरी एड भएर आउनेछ, यसमा क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि तपाईँहरू कति पैसा निकाल्ने भनेर माथिपट्टि देखाउँछ। युएसडीमा कति निकाल्नुहुन्छ देखाउँछ, तलपट्टि तपाईँको नेपाली रुपियाँमा कति हुन्छ भन्ने कुरा देखाउँछ। यो बिचको यो गोलो घेरा छ जुन यो यता र उता एड भएको, यसमा थिच्नुभयो भने चाहिँ माथिपट्टि नेपाली रुपियाँ पनि हाल्न मिल्छ, तलपट्टि डलर आउँछ है त। सो मसँग अहिले 229 डलर छ, यो कति हुने चाहिँ हेर्छु म। 34,300 रुपियाँ हुने रहेछ होइन। म 34,350 रुपियाँ निकाल्छु। 34,380 रुपियाँ 86 रुपियाँ हुने रहेछ। म 34,350 रुपियाँ निकाल्छु है त। सो यतापट्टि म नेपालीमा लान्छु, 34,350 रुपियाँ मैले टाइप हाने। अब यति गरिसकेपछि चाहिँ तर ठिकै छ। यति पैसा अब ई सेवामा आएन भने चाहिँ अब कम्ती, किनभने 25,000 भन्दा बेसी गर्न नमिल्ने जस्तो लागेको छ ई सेवामा होइन। त्यसो भए कति निकालौँ त, 15,000 निकालौँ न त है त। अहिले 15,000 निकालौँ, अरू एमाउन्ट उसमा निकालौँ है एकछिनमा। सो 100 डलर हुने रहेछ ठ्याक्कै है त। 100.002 हुने रहेछ। यसलाई म कन्टिन्यू गर्छु। यसलाई कन्टिन्यू गरिसकेपछि फेरि पनि यहाँनिर वाट इज द एमाउन्ट अफ द पेमेन्ट मेथड द्याट यु वान्ट टु युज भनेको छ। पर्सनल थर्ड पार्टी छ, पर्सनल हालिनु भयो, थर्ड पार्टी हालिनु भयो, केही पनि हुँदैन। यसमा क्लिक गरिदिएँ मैले पर्सनलमा हानेर है त। त्यसपछि कन्टिन्यू भन्ने छ, यसमा क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि चाहिँ यहाँनिर अब यस्तो देखाउँछ, सबमिट रिक्वेस्टमा क्लिक गरिदिनु है, केही पनि होइन है त। यो भन्नाले अब कति एमाउन्ट तपाईँले पठाउने हो, कति तपाईँले रिसिभ गर्ने हो भन्ने कुरा एक्सचेन्ज रेटहरू देखाएको हुन्छ। हेर्नु मलाई हेर्नु होला, नत्र सबमिट रिक्वेस्टमा क्लिक गर्नु होला। यतिमा क्लिक गरिसकेपछि चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ पिरले तपाईँहरूको यो एक्सेप्ट गर्छ। यहाँ आइसकेको छ, एक्सेप्ट गरिसक्यो है त, यहाँ छिटो एक्सेप्ट गर्छ। अब यहाँ साइडमा च्याट छ, च्याटमा गएर तपाईँले आफ्नो क्युआर अथवा फोन नम्बर ई सेवाको पठाइदिनु होला। त्यो पठाएपछि तपाईँहरूको एकाउन्टमा पैसा पठाइन्छ उसले, अनि मात्रै यहाँलाई रिलिज गरिदिनु होला। म आफ्नो आइडी भनेको छ, आइडी दिन्छु म होइन, आफ्नो फोन नम्बर नाम दिन्छु अनि पैसा रिसिभ भएपछि त्यहाँबाट मलाई $1 रिलिज गरिदिन्छु है त। ल मैले चाहिँ पैसा पाइसकेको छु होइन। यो पैसा पाइसकेपछि यस्तो देखाउँछ है त, उसले मैले सेन्ड गरिदिएँ पैसा भनेर चाहिँ त मार्क गर्छ। मार्क गरिसकेपछि यस्तो देखाउँछ। अब यस्तो देखाइसकेपछि यहाँ कन्टिन्यू भन्ने अप्सन छ, यसमा क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि यहाँ स्लाइड भन्ने छ, ट्याक्कसँगले यसलाई स्लाइड गरिदिनु होला। यति गर्न साथ तपाईँहरूको ट्रान्जेक्सन कम्प्लिट, खलास। यति भएपछि तपाईँले आफ्नो पैसा पाउनुभयो, उसले आफ्नो डलर पायो होइन, कुरा टुङ्ग्यो, सबै थोक मिल्यो, खलास होइन। तपाईँलाई पनि यसरी पैसा कमाउन मन छ भने चाहिँ तपाईँले अब मैले भनिसकेको छु, तलपट्टि मैले तपाईँहरूलाई टेलिग्रामको च्यानलको लिङ्क दिएको, के अरे युजर नेम दिएको छु, ओखाने सेन्से 68 भन्ने। त्यहाँ जानु होला, त्यहाँ गएर चाहिँ लिङ्क भेटाउनुहुन्छ, त्यो लिङ्कमा क्लिक गर्नु होला। प्रोमो कोड हाल्नु होला एकाउन्ट बनाउँदाखेरि। त्यहाँ प्रोमो कोड भनेर लेखा हुन्छ तलपट्टि, त्यो हाल्नु भयो भने 130% बोनस खुलित हुन्छ, त्योबाट हाल्नु होला। अनि
यसरी नै पैसा कमाउनु होला मैले पनि त्यहाँबाट कमाउने हो त्यही भएर तपाईँहरूलाई पनि मैले ल कमाउनु भनेर भनिदिएको है त अब यदि कमाउन मन छैन भने चाहिँ मैले केही पनि भन्न सक्दिनँ कमाउन मन छ भने चाहिँ गर्न सक्नुहुन्छ तपाईँहरूको आफ्नो मर्जी हो आफ्नो खुसी हो है त ल आजको लागि यति नै